किरा परेर मरोस् कि म त के भन्छु भने यिनीहरू 25 वर्ष नि कट्दैनन् के बाबु किन भन्नु न यिनीहरू त डिप्रेसन पागल यिनीहरू बोगला कुकुर जस्तो भएर त्यहीँ कुहिएर मरोस् भन्छु म त दुर्गाको छोरीको कुरा गर्नु हो नि हो ऊ आफै आमा थियो त आफ्नो छोरी चाहिँ सुन अर्काको छोरी चाहिँ माटोको थुप्रा गर्नु हुन्थेन नि एउटा 24 वर्षको भाउजू एउटा 23 वर्षको नन्द बाउले त्यसो गर्यो भने नि खबरदार गर्न पर्ने एउटा डिग्री पढेको केटी हो नि त्यसलाई चाहिँ राज्यले कानुनले दिने भए यति काटेर त फ्याल्न मन लागेको थियो एउटा विधवा भाउजूमाथि त्यस्तो हुँदाखेरि आनन्दले बस्ने 3 महिना मेरो दिमागले काम गरेको छैन कि एउटा छोरीलाई खाइराखेको भात यहीँ अड्केको थियो मिनिस भएको प्याट कट्टुमै थियो 3 दिनको दिन यो देब्रे आँखा यहाँ पुर्याएको थियो त्यो जति विडम्बना के गरेर मार्नु छोरी तिमीलाई त मैले न्याय त दिलाएँ तर तिमीलाई लान सकिनँ भन्दा को मान्छे रोएन होला कि मैले ठुलो जित हासिल त गरेको छु तर मैले छोरीलाई लिएर जान सक्दिनँ यो ठाउँमा आएर मलाई त्यही लाग्छ म जहिले पनि मेरो मनमा यही हुन्छ कि म जति ठुलो लडाइँ लडे पनि मैले छोरीलाई फर्काउन कहिले सक्ने होइन जित भनेको जित हुँदो रहेछ कि सम्पूर्ण दुःख कष्ट नालीमा जाकेको भिडन्त भएको सबै बिर्सेँ कि भाइ हिजो एकदम खुसी लाग्यो दर्शक नमस्कार म अशोक सुजन श्रेष्ठ हामीले सुस्मिता हत्याकाण्डको फलोअप भिडियोहरू लिएर आउने क्रममा एउटा विशेष भिडियो रहनेछ र सुस्मिताको जो हत्या आरोपीहरू रहेका थिए उनीहरूलाई जिल्ला अदालत मकवानपुरले दोषी ठहर गर्दै सजाय पनि तोकिसकेको छ र यो सम्बन्धी तपाईहरुले भिडियो पनि हेरिसक्नु भएको छ यसै क्रममा आज म गौरी राई दिदीसँग छु र उहाँ चाहिँ यो सुस्मिता हत्याकाण्डमा जो आरोपीहरू हुनुहुन्थ्यो जो संलग्नहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ कडाभन्दा कडा सजाय हुनुपर्छ भनेर आफू मात्रै सहभागी हुने होइन स्थानीय महिलाहरूलाई पनि सँगै लिएर गएर आवाज बुलन्द गर्दै आउनु भएको थियो र स्वयं उहाँ पनि एकल महिला हुनुहुन्छ र उहाँ 3 छोरीहरूलाई राम्रो शिक्षा दीक्षा दिलाउन र उहाँहरूको चाहिँ पालन पोषण गर्न पनि एकल महिला भएर पनि धेरै भूमिका खेल्नु भएको थियो र त्यो सँगै माइती पक्ष र घर पक्षबाट पनि खासै सहयोग नभए पनि उहाँहरूले समाजमा आफ्नो छोरीहरूको सँगसँगै महिला अधिकारका लागि पनि आवाज बुलन्द गर्दै आउनु भएको छ यो भूमिकासँगै फेरि उहाँसँग लाग्दैछु जस्तै समग्रमा जुन सुस्मिता हत्याकाण्डको चाहिँ जिल्ला अदालत मकवानपुरबाट फैसला पनि भयो 5 जना जो अभियुक्तहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अब सजाय पनि तोकिसकिएको छ कसरी लिनु भएको छ तपाईले चाहिँ सर्वप्रथम त भाइलाई नमस्कार गर्न चाहन्छु र भाइको जगत टिभीलाई अब फलोअपै सोध्नु भयो होइन बाबुले अब फलोअपको कुरालाई चाहिँ धेरै सङ्घर्षपछि पाइएको जित के बाबु यो चाहिँ धेरै सङ्घर्षपछि पाइएको जित झन्डै मोटामोटी 3 वर्षमा फैसला भयो होइन प्रत्येकचोटि अदालत जाँदा प्रत्येकचोटि भाइ पनि सँगै हुनुहुन्छ होइन नालीमा पुलिसले जाकेको मान्छे शुद्ध पनि हो होइन अब गुन्डा लिएर आउँदाखेरि भिडन्तमा उत्रेको मान्छे पनि हो होइन र अर्को कुरा चाहिँ एउटा दुःख आफ्नो ठाउँमा होला सुख आफ्नो ठाउँमा होला होइन मनैदेखि केही कुरा गर्छु भनेर गएपछि चाहिँ पाइँदो रहेछ होइन सङ्घर्ष पनि हुन्छ लडाइँ पनि हुन्छ त्यसमाथि पनि महिला त्यसमाथि पनि एकल महिला होइन अब कानुन त फेरिमा ला सस्तोमा भनेर यहाँ भएको कुरालाई त होइन भन्छन् अब लडेरै लिने हो लिनलाई चाहिँ बाबु तर धेरै दुःखै गरेर लिए पनि हिजो आएको फैसलाले चाहिँ साह्रै आनन्द लाग्यो कि 25 4 जनालाई भएर बुढी मान्छेलाई 10 वर्ष हुनु भनेको पनि मकवानपुर 3 नम्बर प्रदेशमा यो जटिल केसै हो यो सन्तानै परिवारै जेल गएर जाक्किनु अपराधीहरूको भन्नु र अनि यो मकवानपुरमा फर्स्ट चोटि नै होला यसरी जन्मकहितै यसरी जेल हालेको चाहिँ मेरो उमेरमा मैले थाहा पाएको चाहिँ भाइ त्यो एउटा चाहिँ आक्रोश थियो हैन जुन खाले चाहिँ सजाय हुनुपर्छ भन्ने जुन हुन्छ नि एउटा दृढताका साथ लाग्नु भएको थियो हजुर त्यो हिसाबले लागिरहँदाखेरि र अहिले जुन आउँदाखेरि धेरै खुसी हुनुहुन्छ खुसीको त सीमै छैन बाबु हैन मेरो सोच चाहिँ सर्वोच्च सहित एक मुठी त्यसको प्राण भइन्जेल त्यो ती कुहिएर मरोस् भन्छु कि म चाहिँ
मलाई अझै एउटा भन्नै मन लागेको कुरा मैले पहिलाको इन्टरभ्यूमा पनि भाइको जगत टिभीमा भनेको छु। एउटा 24 वर्षको भाउजू, एउटा 23 वर्षको नन्द, बाउले त्यसो गर्यो भने नि खबरदार गर्न पर्ने एउटा डिग्री पढेको केटी हो नि। त्यसलाई चाहिँ राज्यले कानुनले दिने भए यति काटेर त फ्याल्न मन लागेको थियो बाबु। अब तर के गर्नु, कानुनभन्दा ठुलो हामी बनेर भएन। त्यसमा पनि ऊ पनि महिला एउटा विधवा भाउजूमाथि त्यस्तो हुँदाखेरि आनन्दले बस्ने त्यो जन्मिएकै जेल जानलाई रहेछ कि। अहिले मलाई यसो म महसुस गर्छु कि पाप पुण्य धर्म कर्म भनेको गरेको यही जुनीमा भोग्ने भनेको त्यो जन्मेर 23 वर्ष त्यसले पढी लेखी त्यसले यति संसारदेखि अब बाँकी रहेको संसार चाहिँ ती किरा परेर मरोस् कि। म त के भन्छु भने यिनीहरू 25 वर्ष नि कर्दैनन् के बाबु। किन भन्नु न, यिनीहरू त डिप्रेसन पागल, यिनीहरू बोग्ला कुकुर जस्तो भएर ती कुहिएर मरोस् भन्छु म त। सुन्नीले किन यसो भने होला, त्यो त मैले देखेको छु। सुस्मिताको पोस्टमार्टममा एकल महिलाको नेतृत्व गरेर एकल महिलाको रोबरमा म गएको हो, मैले देखेको छु। 3 महिना मेरो दिमागले काम गरेको छैन कि। एउटा छोरीलाई खाइराखेको भात यहीँ अड्केको थियो, मिनिस भएको प्याट कट्टुमै थियो 3 दिनको दिन, यो देब्रे आँखा यहाँ पुर्याएको थियो। त्यो जति विडम्बना के गरेर मार्नु, त्यस्तोलाई त के र बाबु, जनतालाई दियो भने त जनता हिजै देख्नु भएको थियो। कति थिए हाम्रा महिला दिदीबहिनी, कसलाई आगो बल्थेन। ल महिला दिदीबहिनी त एउटा केही आयो होला, हुँदै पुरुष दाजुभाइहरू पनि त आउनु भएको थियो नि त। जसको घरमा छोरी चेली बेटी हुन्छ त्यसलाई छुन्छ कि भाइ, मन दुख्छ नै कि। अब हिजो त्यहाँ दीपज्योति प्रज्वलन भयो सुस्मिताको आँगनमै। अब सुस्मिताको मम्मीले कस्तो 2टा शब्द बोल्नुभयो होइन, कति महिला दिदीबहिनीलाई छोयो होला। मम्मीसँगै बसेर हामी नरोए पनि, छोरी तिमीलाई त मैले न्याय त दिलाएँ तर तिमीलाई लान सकिनँ भन्दा को मान्छे रोएन होला कि। उहाँ पनि आमा हो, हामी पनि आमा हो, आमाले त झन् छिटो बुझिन्छ नि। अब त्यहाँ उहाँसँगै रुन पो मिलेन त। यहाँ मुटुमा कतिसम्म गाँठो परेको थियो भने त सँगसँगै हिँड्ने मान्छेलाई थाहा हुन्छ नि त। त्यही हो भाइ, अब यति धेरै खुसी भएको छौँ होइन। 3 वर्ष चान्चुन लडेर जितेर लिएर आयौँ होइन। म चाहिँ भन्छु त्यो बुढी मान्छे त्यसलाई डिप्रेसन भएको भने उहाँलाई पनि अझै थोरै भएको हो होइन। बाँच्न चाहिँ उहाँहरू नि बाँच्नुहुन्न, डिप्रेसनै भएर बोग्लाएरै मरोस् भनेको छु मर्न चाहिँ मैले। अनि अर्को कुरा चाहिँ साथसाथै हाम्रो मकवानपुर जिल्लाभरिको महिला दिदीबहिनीलाई नि म धन्यवाद दिन चाहन्छु। म मात्रै गएर पनि होइन, उहाँ मात्रै गएर पनि होइन, सम्पूर्ण हाम्रो मकवानपुरको महिला दिदीबहिनीले कतिसम्म साथ दिएको छ भाइलाई पनि थाहा छ। लगायत यहाँ त मकवानपुर लगायत भनौँ न मनरीबाट आउने, चितुनबाट आउने, पत्लाबाट आउने पनि धेरै महिला दिदीबहिनी हुनुहुन्छ। उहाँहरूलाई पनि म विशेष धन्यवाद दिन चाहन्छु। भोलि यस्तो कुरा भनेको सबैलाई भइपरि आउने हो होइन। सबै महिला दिदीबहिनी लागेरै यो केस फैसला भएको हो। नेपालमा यस्तो केस त धेरै घटेको छ। अब त्यही निर्मला पन्थको आमा बुवा कमजोरी हुनु र त्यहाँको समाजले साथ नदिएर नपाएको बाबु न्याय। खोइ त पुलिसले चाह्यो भने अपराधी 35 दिनको म्यादको अपराधी त हाम्रो हेटुँडामा 16 दिनमै समात्या हो नि त। पुलिसलाई ज्ञापन पत्र कतिजनाले बुझायो हो कि न भाइ। हाम्रो एकल महिलाले, अरू सङ्घ संस्था सबैले दबाब दिएर 35 दिनभित्रमा त जसरी पनि अपराधी समाउनु पर्छ है भनेको मैले सुनेको थिएँ। तर हेटुँडामा त 16 दिनभित्रमा समाते त हो नि। गऱ्यो भने के चाहिँ नहुने रहेछ र राज्यले चाह्यो भने के चाहिँ नहुने रहेछ, नहुने कुरा केही रहेछ त रहेनछ। त्यसैले हामी सम्पूर्ण महिला दिदीबहिनी चाहिँ एकजुट हुनुपर्छ। आज उसलाई पर्यो भनेर हामी बस्नु हुँदैन। हिंसा भनेको हिंसै हुन्छ होइन। अर्को हाम्रो सुस्मिताको मम्मीलाई पनि म धेरै धन्यवाद दिन चाहन्छु। एउटा साहसी मम्मी हो उहाँ पनि। मलाई साहसी भन्नुहुन्छ, मलाई चिन्ने मान्छेले। मैले श्रीमान गुमाएर ठ्याक्कै 15 पुरा पुगेर पुस 6 गते 16 वर्ष बित्यो। मैले यहाँसम्म छोराछोरी ल्याउनलाई जति म रोको त्योभन्दा 4 गुणा रोएर पनि
गङ्गा मम्मीलाई र गङ्गा मम्मीको सम्पूर्ण परिवार टिमलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन्छु। उहाँहरूले पनि धेरै शास्ति पाउनु भयो, धेरै दुःख पाउनु भयो। उहाँ मम्मीले फोन गर्नुहुन्थ्यो, आउनुहुन्थ्यो होइन, छोरी हामी आउँदैछौँ भन्थे। फेरि एउटा कुरा चाहिँ अरू जसले जे जस्तो भने पनि कस्तो अब के गरौँ जस्तो लाग्छ। तर गङ्गा मम्मीले भनिसकेपछि प्राय हाम्रो महिला टिमले कसैले पनि नाइ भन्न नसक्ने कि त्यो मम्मीको अनुहार हेरेर। अनि मम्मीको सबभन्दा मलाई एउटा मनपर्ने ह्याबिट भनेको सहन सक्ने क्षमता छ कि मम्मीसँग। मम्मीको ठाउँमा म भए पनि सहन सक्दिनँ कि, तर धेरै धैर्यता र सहन सक्ने क्षमता चाहिँ गङ्गा मम्मीमा छ। विशेष खास गङ्गा मम्मीलाई, बुवालाई, ठुल बुवालाई, ठुल मम्मीलाई, त्यहाँको सम्पूर्ण आउने महिला दिदीबहिनीहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबैजना लागि परेर आज हामीले छोरीको लागि यति न्याय लिन सक्यौँ होइन। हामीले 2 वर्ष त दीपज्योत प्रज्वलन गऱ्यौँ, जहिले रोडमा गरे हो नि। हिजो त्यसकै आँगन त्यो अपराधी त्यो हत्याराकै घरको आँगनमा गएर हामीले बत्ती बालेर एउटा छोरीलाई कि भड्किरहेको आत्मा थियो होला, त्यो नानीको स्वर्गमा बास होस्, छोरी ज्वाइँकै त्यति गर्न पायो। आफ्नो दुःख अथवा चाहिँ पीडासँग कतिको त्यो सहभागी भइरहँदाखेरि अथवा फैसला आउँदाखेरि चाहिँ त्यो कतिको रिलेट गर्नुभयो, सम्झिनुभयो? 3 वर्षसम्म जुत्ता चप्पल खाएर साइडको काम बिताएर अब सबै महिला दिदीबहिनीको सोच एउटै हुँदैन। भन्थे नि ऊ नेतिनी बन्न गए, त्यो निर्मला पन्तको जस्तै हुन्छ। त्यसो भन्दा खिन्न मन लाग्थ्यो होइन। हिम्मत त हार्नु हुँदैन। मम्मीले फोन गर्नुहुन्थ्यो, आज अदालतमा यस्तो छ, ल है साथीभाइ जाउँ, यसरी जानुपर्छ, भोलि आफूसँग नि पर्छ भनिदिएको। अनि इच्छा हुने जान्थे, इच्छा नहुने जान्थेन। कहिले आफैले अटो रिजर्भ गरेर भाडा हालेर दिदीबहिनीलाई लान्थे। तर एउटा आनन्द यस्तो आयो भाइ, हिजो जित भनेको जित हुँदो रहेछ कि। सम्पूर्ण दुःख कष्ट नालीमा जाकेको भिडन्त भएको सबै बिर्सेँ कि भाइ हिजो। एकदम खुसी लाग्यो। आफूले पाउनुभएको दुःख पीडा बिर्सेँ भाइ, बिर्सेँ। अनि सबै अझ के अरे दुनियाँले हिजो फोटो खिच्नु भएको थियो। अनि मलाई चाहिँ कस्तो लाग्यो भने 9:30 बजे रातिसम्म त अब महिला काम भइहाल्छ है, घरमा सबै आफूले गर्नुपर्छ। 10 बजे बिस्तारामा जाँदा नि एउटा टिकटकमा भिडियो हालेर मात्रै निन्द्रा लाग्यो कि। त्यो खुसीले हाले हो कि। अब भनौँ न खुसीले हालेको पनि हो, जित पनि हाम्रै हुन्थ्यो कि। भगवान्ले त देख्नु भएको छ नि, पाप र अपराध त भगवान्ले छुट्याउनुहुन्छ। मैले भन्छु नि भाइ, जुन उस इन्टरभ्यूमा नि मान्छेले कलियुग आयो भने नि भनोस्, सत्ययुग आयो भने नि भनोस्, यस्तो परिवर्तन भयो नि भने नि भनोस्, तर सत्य सत्य नै हुन्छ बाबु, जित सत्यकै हुन्छ। जेठीनन्दको सानी छोरी छ, अब कति वर्षको त्यति याद छैन। अब त्यो र अब जुन दुर्गा भनौँ न, जेठीनन्दपट्टिको परिवारले चाहिँ होइन, घरतिरको परिवारले चाहिँ अब हामीलाई चाहिँ अलि अन्याय भयो, यो बच्चालाई हेर अथवा मै आमालाई हेर भने मैले आमाको नि अन्तर्वार्ता लिएको थिएँ। मैले त्यो कुरा सम्झिनै मन लागेको थिएन बाबु होइन। मैले सम्झिरहेको थिएँ, खोइ भाइको र मेरो प्रायः जस्तो कलेक्सन मिलिरहेको हुन्छ हो। सुस्मिता के अरे दुर्गाको सासूको इन्टरभ्यू तपाईँले लिनुभयो। इन्टरभ्यू लिएको भोलिपल्ट एउटा एकल महिलाको नेतृत्व गरेको भएर मलाई पनि चिठी आएको हो। त्यो चिठी कस्तो बेलामा आउनु पर्थ्यो, सुस्मितालाई नमार्दै आउनु पर्थ्यो त्यो चिठी। सुस्मितालाई मारिसकेर अदालतमा यो केस पुगिसकेर त्यो केस मैले टच गरिरहेको छु भनेपछि त उहाँहरूले के सोचेर चिठी ल्याउनु भयो होइन। सस्ता हो, सस्तामा जो पनि आउन पाउँछ। मैले उहाँहरूलाई यसै गरी भने यही ठाउँमा भने सस्ता हो, जो पनि आउनु पाउँछ। तर यो केसको फैसला भइसकेपछि, किनभने केससँग जोडिसकेपछि उहाँहरू आउनुभयो हो नि। अनि अर्को कुरा दुर्गाको छोरीको कुरा गर्नु हो नि, हो ऊ आफै आमा थियो त। आफ्नो छोरी चाहिँ सुन, अर्काको छोरी चाहिँ माटोको थुप्रा गर्नुहुन्थेन नि। म एउटा बच्चाको आमा हो, त्यो पनि कसैको छोरी मेरो भाइलाई बिहे गरेर दिए हो, यसो गर्नु हुँदैन भनेर सोच्नु पर्थ्यो नि। मैले अदालतमा गएर एउटा कुरा के सिकेर आएँ भने ज्यानमारा नै ठुलो हो
भन्थे नि त, तर होइन रहेछ नि त बाबु। षड्यन्त्रकारी पनि सबभन्दा ठुलो रहेछ। हुन त मैले भाइको सुरुको इन्टरभ्यूमा पनि भनेको छु, उसले त षड्यन्त्र कतिसम्म गरेको रहेछ नि त। उसले त त्यो अहिले यतिखेर आएर मेरो बच्चालाई न्याय भएन, मेरो आमालाई न्याय भएन भन्ने होइन नि त भाइ। उसले अपराध गर्नुभन्दा अगाडि सोच्नु पर्थ्यो। मलाई सोध्नु उसको छोरी कति वर्षको छ भनेर। अहिले 2 पुरा के अरे 3 पुरा पुगेर 4 लाग्यो हेर्नु। कुनै एचआइटी र त्यो उफ्रा कुनै टाढा होइन, थाहा हुन्छ हो। ऊ आफै बच्चाको आमा भएपछि मेरो बच्चा यस्तो छ, त्यो बुहारी पनि कसैको बच्चा हो, मैले गर्नु हुँदैन, षड्यन्त्र गरेर मार्नु हुँदैन भनेर किन गर्नु? यत्रो भाग सम्पत्ति खानाले हो, खाओस्, अहिले आनन्दले खाएर बसोस् न। मलाई त भाइ त्यसको कुरा सम्झे कि मलाई रिस उठ्छ कि। तपाईँलाई सुरुमा नि थाहा छ त्यसको कुरा। उहाँको मामाले मलाई भेट्नुभयो, यस्तो उस्तो कुरा सोध्नुभयो। मैले उहाँको मामालाई भनेको पनि छु होइन, उहाँले यो इन्टरभ्यू पनि हेर्नु होला। तपाईँको भान्जा फस्नु भनेकै दुर्गाको कारणले। उहाँको बोली, उहाँको शब्द, उहाँलाई प्रहरीले समातेर लिएर आउँदा उहाँले औँला ठड्याएर डेस्पी कार्यालयमा दबाब दिएको हो नि हामीलाई। जति जे गरे पनि तपाईँको भान्जा र भान्जी बुहारी जान्छ नै भनेर मैले मामालाई भनेकै हो। उहाँले हेर्नु होला, सुन्नु होला, उहाँले बिर्सिनु भयो होला। उहाँ मलाई भेट्न आउँदा मैले भनेकै हो। म एउटा संस्थामा आबद्ध भएर काम गर्ने मान्छे, जसले पनि भेट्न आउन सक्नुहुन्छ, कुरा गर्न सक्नुहुन्छ। तर न्याय र अन्याय छुट्याउनै हामीले काम गरिसकेपछि म चाहिँ छातीमा हात राखेर भन्छु, अन्यायलाई अन्याय नै भन्न सक्नुपर्छ, न्यायलाई न्याय नै भन्न सक्छ। दुर्गा कार्कीले विधवा भइसकेपछि रातो लुगा लाउन हुँदैन, त्यसले जब भने नि मलाई त त्यो बेलादेखि नै त्यो मान्छे मन पर्दैन। मैले त त्यसलाई मान्छे भन्ने गरे होइन नि, मैले त्यसलाई के भन्ने गरेको छु थाहा छ बाबु? कुकुरले त धेरै कुरा बुझ्छ, मेरै घरमा पनि पाल्या हुन्छ जसले। त्यो त यतिसम्मको घटिया पशु हो कि त्यसले अहिले त्यो जेलबाट निस्किनलाई मेरो बच्चा छ, मेरो यस्तो छ भन्नु बेकार हो कि। त्यो आमाको नाममा कलङ्क हो, त्यो आमाको नाममा धब्बा हो। आफू चाहिँ आमा भन्ने शब्दले अर्कालाई ब्ल्याकमेल गर्ने, अनि त्यही आमा भन्ने शब्दले चाहिँ अर्को आमालाई रौनी। त्यो त मैले बारम्बार भन्छु, आफ्नो सुनको टुक्रा अर्काको माटोको थुप्रा। मेरो भनाइ चाहिँ यही हो भाइ होइन। हस्, एकदम राम्रो आफ्नो धारणा राख्नुभयो। दर्शकबिन, अन्त्यसम्म भिडियो हेरिदिनु भएकोमा तपाईँलाई नि धेरै धेरै धन्यवाद। मनमा लागेको कुरा, गौरी दिदीले राख्नुभएको कुरा अथवा यो विषयसँग सम्बन्धित केही छ भने कमेन्ट गरिदिनु होला। तपाईँलाई धेरै धेरै धन्यवाद। धन्यवाद मेरो अशोक भाइलाई होइन। मेरो चाहिँ अशोक भाइ पत्रकार मात्रै होइन, हामी यस्तै सङ्घ संस्थामा काम गर्दा गर्दै चिनाजानी भएको। अहिले चिनाजानी भएको नि 4-5 वर्ष भयो। जति मेरो आमाले पाएको भाइ मेरो भाइ बराबरी नै हो होइन। मेरो भाइ बुहारीलाई नै म धेरै धेरै सम्मान गर्न चाहन्छु र सम्पूर्ण मलाई चिन्ने नचिन्ने दर्शकबिनहरूले चाहिँ मेरो अशोक भाइको जगत टिभीमा गएर फलो गरिदिनु होला, हेरिदिनु होला, लाइक गरिदिनु होला। अनि कति अब सुस्मिता हत्या विषयमा मैले जानी नजानी बोले होला, गल्ती भए माफ गरिदिनु होला होइन। यो चाहिँ अब सुस्मिता सम्बन्धीको यो अन्तिमै भिडियो हो होइन। अब अरू कार्यक्रममा आउँला भाइको टिभीमा, त्यो आफ्नो ठाउँमा छ। अनि मेरो भाइलाई चाहिँ नराम्रो कमेन्टहरू नलेखिदिनु होला, दर्शकबिनलाई यही भन्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद दर्शकबिन। र हामी यो भिडियोबाट बिदा चाहन्छौँ। अरू भिडियोमा लिएर आउने प्रयास गर्नेछौँ। यो सुस्मिता हत्याकाण्डको चाहिँ जिल्ला अदालतमा कनपुरबाट अन्तिम फैसला भइसकेपछि सुस्मिताको आमाहरूसँग तपाईँहरू केही जिज्ञासा छ अथवा केही जान्न चाहनुहुन्छ भने नि कमेन्ट गरिदिनु होला। हामी उहाँहरूसँग त्यो जिज्ञासा र त्यो उत्तर लिएर आउने प्रयास गर्नेछौँ। यो भिडियोबाट म अशोक सुजन श्रेष्ठ बिदा चाहन्छु। नमस्कार, धन्यवाद।